बेबी माइलस्टोन नर्मल हो या कन्सर्निङ हो? नमस्ते, मेरो नाम मनिषा हो। म एउटा मदर, क्लिनिकल साइकोलोजिस्ट र एउटा ट्रमा इन्फर्म केयर प्र्याक्टिसनर पनि हो। म कतिपय आमाहरूलाई भेट्छु, तिनीहरूले भन्छ कि मेरो नानीको यो माइलस्टोन कम्प्लिट भएको छैन भनेर, मेरो नानी बात गरेको छैन भनेर। म आज यो भिडियोद्वारा तपाईँहरूलाई नर्मल र कन्सर्निङको बारेमा डिफ्रेन्सिएट गराउन चाहन्छु। माइलस्टोन डिले कहिले हुन्छ? 4टा चिजले तपाईँको नानीको माइलस्टोन डिले हुनसक्छ। नम्बर 1, जब नानी बिजी हुन्छ कि अरू माइलस्टोन कम्प्लिट गर्नुको लागि, त्यति बेला डिले हुनसक्छ। प्रिमेच्योर नानी, प्रायः जस्तो नानी बिमार हुन्छ, तिनीहरूको रिकभरीले गर्दाखेरि त्यो माइलस्टोन डिले हुनसक्छ। फ्यामिली, अगर फ्यामिलीमा सबैजना ढिलो बोल्यो भने अहिलेको प्रेजेन्ट नानी पनि ढिलो बोल्नु सक्छ भनेर। र लास्टली, एउटा स्केल मात्रै लेट हुनसक्छ, अरू सबै नर्मल छ भने यो नर्मल हो। माइलस्टोन कन्सर्निङ कहिले हुन्छ? 5वटा चिजले। बेबी बोल्दाखेरि रेस्पोन्ड गरेन भने, आई कन्ट्याक्ट छैन भने, 2-3 महिना भइसक्यो बेबीको तर एउटा स्माइल छैन भने, हाँस्दा हाँसेन भने, पहिला सिकेको स्किल्सहरू सबै बिर्स्यो भने र धेरै माइलस्टोन एकैचोटि डिले भयो भने चाहिँ यो कन्सर्निङ हो। पेरेन्ट्सले के गर्नुपर्छ? फर्स्ट थिङ, पेरेन्ट्सले कम्पेयर गर्नु हुँदैन, नानीलाई ओब्जर्भ गर्नुपर्छ र ढिलो नगरिकन एउटा राम्रो चाइल्ड साइकोलोजिस्टकोमा लगेर नानीलाई देखाउनुहोस् के भएको रहेछ भनेर बुझ्नुहोस्। र लास्टली, अर्ली सपोर्टको मतलब तपाईँलाई लेबल गराउनु होइन, तपाईँको नानीलाई बेस्ट चान्स दिनु हो। यति भन्दै म मेरो भिडियो समाप्त गर्दैछु। अगर तपाईँलाई केही चिजको इन्फर्मेसन चाहियो भने कमेन्ट गर्नुहोस् होला। धन्यवाद।